Hey guys, welcome to my vlog. अहिले चाहिँ बिहानको 4 बजिरहेको छ अनि म र मम्मी चाहिँ रेडी भएर काठमाडौँ जान लाग्यो। आज मेरो ड्याडी र मामा आउँदै हुनुहुन्छ अनि हामी चाहिँ उनीहरूलाई पिकअप गर्न लाग्यो। ड्याडीहरूको फ्लाइट चाहिँ कति 8 बजे 9 बजे ल्यान्डिङ हुन्छ भने त्यही भएर छिट्टै निस्किन लाग्यो। हामी चाहिँ अब नेपाली टाइम त्यही त हो नि, कहिले ढिलो हुन्छ कहिले चाँडो हुन्छ, त्यही भएर गाडी कुदायो। गाडी नै आएन, अब गाडी आएपछि देखाउँछु। हाम्रो गाडी आइसक्यो, अब हामी जानु लाग्यो। गाडी चाहिँ उता काठमाडौँमा बहिनीहरूलाई सामान लैदिनु लाग्यो हामीले। अब त्यो थुप्रो सामान छ ल, केमा सामान हालेर लिएर आउने हो जान लाग्यो। हामी चाहिँ चिया खानु झरेको यहाँ, म त खानु, मम्मीहरू चाहिँ खानु जानुभएको। खतरा सुते चाहिँ याद अन्त भिडियो पनि बनाएन हो गाडीमा। अन्त गाडीमा हिँड्नु बित्तिकै हुन्छ कि मान्छे, फेरि त्यही भएर भिडियो चाहिँ बनाएन। अब यहाँ चिया खानु झरेको अनि अब एकैचोटि उता पुगेपछि रोक्छ होला। हेलो भन्नु, हेलो जाडो हप्ता जाडो भयो। One eternity later. हामी एयरपोर्ट आइसक्यौँ। अनि कति बजे नि त? अनि गाडी लाएर हामीलाई कति लाग्यो होला? बग्दा बग्दा हाल खराब अब जान्छ भित्र। पछि त्यस्तो हुन्छ त भाइ। अब हामी वासरुम गएर फ्रेस भएर अनि त्यहाँ डेडलाई जानु पऱ्यो। आइसिक्यो होला। चढेको 4 बजी चढ्यो गाडी। 4 बजे 10 बजे चढ्यो भने 6 घन्टा गाडीमा बसेपछि मान्छेको हालत के हुन्छ म भन्दैन, के हुन्छ हालत। अब अहिले भर्खर वाकिरहेको थियो, अहिले मेकअप गरेर इमेज गर्ने भन्न हो। मम्मीलाई चाहिँ फेरि बुके किन्नु जानु पऱ्यो रे बुढाको लागि। बुढाको लागि अनि मामाले चाहिँ के गर्छ होला है? मम्मीले दिने कति प्याएको हो है? वाग्दा मेरो त पेट पनि सुइसक्यो यार, भोक लागेर। कस्तो चेन्ज भएको मम्मी। पहिला हामी कति वर्ष अगाडि आएको थियो यार, काठमाडौँ सेकेन्ड टाइम होला आएको। हामी चाहिँ मामा र ड्याडीलाई बुके किनेर अब भित्र जानु लाग्यो। कति महँगो हो भने यहाँ त बहुत महँगो भएको क्या हो। कतिलाई कति नै हजुर त्यसरी किन्छ यत्रो यत्रो खाँदेर। त्यो पनि ओइल आउँछ क्या हजुर घर जाने बित्तिकै। किदर कताबाट जाने हो भित्र? हामी भित्र गएर भिडियो गर्छौँ ल। भिडियो गरेर देखाउँछु म। मम्मी कुरो दौडे खायो ड्याडी आउँछ नि त। वेटिङ पुरा बसेको 1-1.5 घन्टा भइसक्यो, मान्छे नै आउँदैन। झ्याउँदा होइन एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। आउँदैन। नमस्ते। हेलो भन्नु न। हेलो ये क्या है? अन्त ड्याडी चाहिँ किन हो मेरो खुट्टा काम हो, मम्मी भोक लागेर काम हो कि। अब हामी चाहिँ जान्छौँ सेकेन्ड बाहिर। अब अङ्कललाई माथि डोमेस्टिक एयरपोर्टमा छोड्ने रे, अनि त्यसपछि हामी जाने हो। वाइन चाहिँ मम्मीको ड्याडीको ल 1 2 3 गए। बनेपा पहिले त राम्रै
बनेपा चाहिँ जान्छ कुन बेला घर पुग्छ हामीले के को भिडियो गर्दै यार यस्तो नौलो भयो धेरै नगरौँ कि जान्छ उता गरेर बनाऊँ कि उता पर्दैन त्यो ड्याडीको त्यो गरेर मिलाउनु पर्छ सामान हेर्नु A few moments later. पारुहरू गर्छ नि त अब उता बनेपामा गएर आधा सामान झरेर अनि घर जान्छ हामी तिम्रो मैले सामान 1 eternity later. बनेपा हस्पिटल आइसक्यौँ हाम्रो ड्याडी मक्ख पर हिँड्दै हुनुहुन्छ यहाँ के गर्दै हो भिडियो 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 केमा दिदीले क्यामेरा हो कि क्यामेरा ए यहीँ रहेछ त हस्पिटल कत्रो कत्रो है काठमाडौँ सिटी बोर्डले मनाउने इसी बोर्डको माल हुन्छ मेरो सामने छ इसी बोर्डको मसिना मेमको होटेलको होटेल रे हस्पिटलको भ्रमण गर्ने अब त्यो के 4 बजीबाट केही पनि खाएन ए आमा क्यान्टिन रे कता यहाँ पढाउँछ कि नि खाली हुन्छ खाना त्यसले के इसी रोटेल यस्तो हुन्छ यहाँ चाहिँ रुमतिर जान लाग्छ बुझेको यस्तो हुन्छ यहाँको बनेपा हस्पिटल यहाँ हड्डीको उपचार गरिन्छ हजुरको हड्डी ठिक ठाउँमा छैन भने यहाँ उपचार गरिन्छ यहाँ छ पार्किङ यत्रो ठुलो हस्पिटल छ यत्रो ठुलो राम्रो है तर माथि बनाएर सबै भ्यू देखिने नै हुन्छ डाँडामा छ कि न हावा छ क्या हावाले न धुलो आउँछ यस्तो दामी छ यहाँको ठाउँ त हामी जाउँ घर यहाँ बस्ने हो हे कति उकालो हो सिधा हो बस्नु चाहिँ अब हामी चाहिँ खाना खाएर घर निस्किनु लाग्यो है कति बजी निस्किनु भन्ने प्लान थियो तर नेपाली टाइम कहिले पनि हुँदैन आइज हामी चाहिँ हाम्रो लगभग त्यस्तै 1-2 बजीतिर निस्किनु भएको तर यहाँ 4-5 बज्न लागिसक्यो अब घर जाँदा हाम्रो 5 घन्टा लाग्छ घर जान 5 घन्टा अझ बढी लाग्छ अझ बढी लाग्छ अरे 7 घन्टा लाग्छ वाक्दै आएको हो क्या फेरि वाक्दै जाने हो क्या हो जान्छौँ हामी कति बेला पुग्ने हो फेरि उता जाँदैछौँ भोक लाग्छ होला मलाई त कस्तो दामी देखेँ है काठमाडौँ सहर अब हामी जान्छौँ हाम्रो ड्राइभर दाइ हुनुहुन्छ यहाँ हेलो भन्नु न हेलो यस्तो इग्नोर गर्दा है को होइन के भिडियो बनाऊ भने जान्छौँ बाई भिडियो बनाउन जानु पर्ला बाटो बाई बाई गाडी लाएन भने चाहिँ बनाउँछु लायो भने चाहिँ बनाउँदैन काठमाडौँ आएदेखि त मलाई त एकदम गर्मी पनि भएको छैन एकदम यास गरेर बसेछु म घर पनि जान्न होला घर पनि नजान्ने बढी एउटा केटी छ भने यहीँ भाडामा बस्ने 1 eternity later. सबैजना सन्चै हुनुहुन्छ होला मैले हिजो चाहिँ काठमाडौँ गएर भ्लग इन गर्नु पनि पाएन किनकि यहाँबाट 4 बजी निस्केको अनि बेलुका 11-12 बजीतिर घर आउँदा त म त गाडी ल्याएर लास्टै थप्दै भएको थियो अनि त्यही भएर भिडियो पनि बनाएन आउनु बित्तिकै अब सुतिहालेँ अनि अहिले यसो अलिअलि भिडियो बनाएर अनि पोस्ट गरिदिउँ भनेर हो लास्टै जाम काठमाडौँको ठाउँमा
यस्तो जाम पनि हुन्छ आमा हिजोको त्यो वहाँबाट 3-4 बजीतिर खाना खाएर निस्क्यो घर आउनेसम्म त छैन खाना त सबै गयो बाटोमै अब तिनी हो त्यो गाडीमा हिँडेपछि लास्टै ज्या हुन्छ कि मलाई त अनि त्यही भएर अब यसो इन्ट्रेस्टिङ भ्लग बनाउँछु भन्दा लागेको छ जाने बेला पनि त्यस्तै भएको थियो त्यो अब काठमाडौँको त्यो सिधा पाइलामा यस्तो गाउँहरू बाटो रहेछ अनि त्यहीँबाट लैदियो फेरि आमा ननिस्किने भूमि पनि निस्किने के फेरि आउने बेला नि त्यही बाटो जाने बेला त्यही बाटोबाट लास्टै गएको भयो कि अब त्यही हो अब सब्सक्राइब गरिदिनु होला ब्लग जस्तो भए पनि होइन अब अर्को ब्लगमा भेटौँगा बाई गाइज सब्सक्राइब कर दो लाइक कर दो शेयर कर दो कमेंट कर दो